Hello, welcome back my another new vlog video after a long time हैन। सो गाइज आज चाहिँ म बिहान बिहान उठेर मार्केट जान लागेको छु। म पनि धोएको छैन हैन, किनभने हिजो अन द स्पट हाम्रो चाहिँ एउटा पिकनिक जाने हैन, बारबिक्यु गर्न जाने भन्ने एउटा अन द स्पट प्लानिङ भयो गाइज। सो त्यस कारणले चाहिँ म चाहिँ मेरो भागमा चाहिँ मासु मेट गर्नु भनेर चाहिँ अर्डर दिइसकेपछि, किनभने हैन उता पनि गर्छ गर्न त, तर मेरो भागमा चाहिँ पोर्क र चिकन गर्नु भएको हिसाबले चाहिँ सो म चाहिँ त्यो गर्नको लागि मासु लिन जाँदैछु हैन। सो गाइज आज चाहिँ हामी टक्क नयाँ ठाउँ नयाँ लोकेसनमा जानेछु। तर आज जाने भनेको आज वेदरले पनि एकदम खै साथ नदेला जस्तो भइरहेछ, किनभने वेदर एकदम आज घाम लागेको छैन हैन, अलि चिसो पनि छ। सो केही छैन, हामी जानेछौँ, साथीहरू टन्नै हुनेछ। सो त्यही हो गाइज। सो आज चाहिँ बवाल नै हुनेछ हैन। सो त्यो पनि तपाईँहरूलाई देखाउनेछु। सो आज हामी चाहिँ एकदम नयाँ ठाउँमा जाने लागिरहेको जानेछु, किनभने अब धेरै समयपछि चाहिँ फेरि अब यो समर पनि आइरह नि त। सो फेरि यहाँ पोल्यान्डमा फेस्टिभल पनि रहेछ। सो त्यो हिसाबले पनि हाम्रो चाहिँ अब 3 दिन छुट्टी छ। सो 3 दिन छुट्टी भएको हिसाबले चाहिँ हामी टक्क सबैजना मिलेर बारबिक्यु गर्न जाउँ न त भन्ने प्लान भयो अन द स्पट। सो त्यस कारणले चाहिँ म चाहिँ मासु लिन जाँदैछु आएर मेक गरेर। सो हामी चाहिँ जानेछौँ। अब सबैजनालाई अहिले एकछिनमा हामीले भेट्नेछौँ। सबैजना एक ठाउँमा भेला भएर नयाँ लोकेसनमा चाहिँ जाने भन्ने कुराहरू भइरहेछ। सो त्यही हो गाइज। आज जे होस् बवालै हुनेछ, रमाइलो हुनेछ गाइज। ओके, सो म चाहिँ अहिले मार्केट छिर्न लाग्छु गाइज। म चाहिँ मार्केट छिरिसक्यो अहिले। सो यो चाहिँ हाम्रो मार्केट हो होइन। सो टक्क सो यहाँ चाहिँ हामी सपिङहरू गर्नुपर्छ, तर यहाँ चाहिँ 8 बजी नै खुलिसक्यो हुँदो रहेछ। फेस्टिभलहरू भएको कारणले चाहिँ यहाँनिर धेरै कुराहरू सजाइरहेको छ। सो म चाहिँ मार्केटभित्र छिरेको गाइस। सो चाहिँ टक्क एउटा यो माछा हाल्ने भाँडा लिउँ न। मुख पनि धोएको छैन कि जुरुक्क उठेर आएको है। 12 बजीतिर जाने भन्छ अनि 8 बजिसक्यो। अब म्याग्नेट गर्न ढिलो हुन्छ नि त। सो त्यस कारणले चाहिँ आइहालेको खुलिसकेको रहेछ खासमा त। ओके गाइस, हाम्रो मासुमा लाइन धेरै रहेछ। सामुन किनेर फर्किसकेको, तर विङ्स नै पाएन गाइजहरू। विङ्स र लेग पिस लाने भनेको थियो, तर लेग पिस पनि पाएन, विङ्स पनि पाएन। निस्किसक्यो त्यहाँ मान्छेहरू पुरै लाइनमा बसिरहेको थियो भिडियो बनाउँदा फेरि उनीहरूलाई डिस्टर्ब हुन्छ भनेर। सो मैले चाहिँ टक्क अब पे गरेर निक्लिहालेँ। सो गाइज अब म निक्लिँदैछु। अब चाहिँ जो विङ्स र लेग पिस चाहिँ पाएन गाइजहरू है। सो अब निक्लिँदैछु। सामान अलरेडी हाम्रो लिइसकेको छ। सो आयो आजको बारबिक्यु एकदमै बवाल हुनेछ है। सो त्यही हो गाइज। अब तपाईँहरूलाई भरेको दृश्यहरू देखाउँदैछु, हामी कसरी इन्जोय गर्छौँ, कहाँ पुग्छौँ, नयाँ लोकेसनमा जानेछौँ, मलाई पनि थाहा छैन। सो त्यही हो गाइज है। सबैजनाले आफ्नो कामहरू गर्दैछ अहिले है। हामी त्यो चाहिँ ग्रुपमा पनि कुरा भएको थियो, सबै मार्केट जाने बनाउने भइरहेछ आफ्नो तर्फबाट। सो त्यही हो गाइज। अब एकछिनमा चाहिँ हामी अब जानेछौँ। सो गाइज अहिलेलाई हामी स्टप गर्दैछौँ। भाइ गाइज, म चाहिँ मार्केटबाट निक्लिसकेको अवस्था। विशेष म मार्केट गएर आएर पनि स्लाइडको लागि चाहिँ यहाँ मेग्नेटको लागि चाहिँ 3 पिसवाला मोबाइल बनाइरहेको छु गाइजहरू है। सबैजना अहिले एकछिनमा भेट्नेछौँ। ओके, हेलो गाइज। ल फाइनली हामी चाहिँ अब म चाहिँ अब रेडी भइसकेको अवस्था। सो ग्याङहरू पनि आइसकेको छ, पार्टीहरू सबै आइसकेको छ। सो म चाहिँ अब निक्लिँदैछु। तर मौसमले चाहिँ अब च्यालेन्ज गरिरहेको छ। मौसम चाहिँ एकदम होइन पानी पर्ला जस्तो भइरहेछ। सो एनिवे जेसुकै जाने भनेर भनिसकेपछि गइदिने हो। ल गाइजहरू अब निक्लिसकेको फाइनली अवस्था। अब हामी चाहिँ हाम्रो घरबाट हामी निक्लिसकेको अवस्था।
सो आजको दिन चाहिँ अब वेदरले चाहिँ एकदमै च्यालेन्ज गरिरहेछ, मौसम एकदम खराब छ हैन आज चाहिँ, किनभने भोलि चाहिँ राम्रो थियो तर सबैको प्लान चाहिँ आजै जाने भयो। सो त्यस कारणले चाहिँ सो हामी चाहिँ निक्लिसकेको अवस्था। सो ग्याङहरूलाई अब भेट्नेछौँ केही समयमा। सो गाइस अब हामी चाहिँ लागिसकेको अवस्था, सबै माल सामान लिएर स्ट्यान्ड लिएर होइन हिँडिसकेको छ। यो हामी बस्ने एरिया, तर आज घाम लागिरहेको छैन, पानी पनि परेर रहेछ सिमसिम, तर अलि पर्दैन कि जस्तो पनि लागिरहेछ, तर नपर्दै चाहिँ हुन्थ्यो आजको दिन चाहिँ। घाम लाग्दिएको भए चाहिँ अझै बेटर हुन्थ्यो। सो चाहिँ यो कस्तो थियो, अहिले पुरै फुलेर हरियाली भइसकेको छ यो बाहिर नि गार्डनहरूमा टक्क यस्तो दामी फुल फुलेको अवस्था है। वाउ, यहाँ हेर्नु यस्तो दामी गार्डन छ यहाँनिर, हाम्रो नि यस्तै अगाडि भइदिएको भयो, क्या दामी फुलहरू फुलिरहेछ यो। वाउ यस्तो नाइस। सब अझै ग्याङहरूलाई भेट्न लागिसकेको अवस्था। अब हेरौँ आजको बारबिक्यू चाहिँ कस्तो हुन्छ, आजको चाहिँ आशा छ भव्य नै हुन्छ, बवाल नै हुन्छ जस्तो लागिरहेछ। पुगेँ, सो पछाडि दिदी बोकिरहेको छ, म चाहिँ यहाँ माल बोकिरहेको छु पुरै म्याग्नेट गरेर। सो त्यही हो, अब अहिले डेस्टिनेसनमा पुगेर चाहिँ टक्क, तर म त गएको छैन, अब केटाहरू चाहिँ गएको थियो होला पहिला। सो आजको लोकेसन चाहिँ कस्तो हुन्छ होइन, जहाँसम्म लाग्छ बवालै होला सायद, हेरौँ। सो गाइजहरू हाम्रो ग्याङहरू भेटिसक्यो है। ल हेलो हाई हाई हाई, अम्मामा सामानहरू त हेलो 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 भन्नु ल, हेलो 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 के छ, सन्चै हुनुहुन्छ? ल आज त बबाले दिन ग्याङहरूलाई भेटिसकेको अवस्था। अब एकछिनमा हामी टक्क ठाउँमा त पुग्न बाँकी नै छ, अझै 1 घन्टा लाग्छ होला। कति लाग्छ टाइम, कति लाग्छ बसमा, कति लाग्छ? हामीले त म त गएको पनि छैन, आउनुलाई चाहिँ थाहा होला सायद। पनि जाने हो भनेपछि ट्याक्सीमा ल ल अब केमा जाने उस हुन्छ थाहा छैन गाइजहरू। अब ट्याक्सीमा जाने भन्छ, हामी रिच छौँ गाइजहरू। अब एकछिनमा ट्याक्सीमा बस पनि आउनु पर्ने खास त, खै बस आज के भयो चाहिँ हाम्रो लोकेसनतिर अब लागिसकेको अवस्था। पार्टीहरू सबै आफ्नो आफ्नो पारामा भयो, ट्याक्सी गाडीको कारणले गर्दा एक त, प्लस अर्को चाहिँ अब एउटै ट्याक्सीमा अब चढ्नुमा मिले पनि भयो नि त, त्यस कारणले पछाडि सबैजना हुनुहुन्छ। केटाहरूलाई चाहिँ भेट्नेछौँ अगाडि। बेलामा यस्तो भयो भने झ्याउ हुन्छ कि। ओके ठाउँ पनि कहाँ छ। ल गाइज हामी चाहिँ फाइनली आइसकेको अवस्था यो डेस्टिनेसनमा चाहिँ। अब कस्तो हुन्छ, आउनु चाहिँ आयो, तर यो याम्रो ठाउँ त राम्रै छ, लोकेसन त घुम्नको लागि चाहिँ, तर बसेर बार्ग्यु गर्नको लागि चाहिँ ठाउँ चाहिँ नहोला जस्तो लाग्छ। तर हेरौँ, खोजौँ हामी, केटाहरूलाई थाहा छ कि सायद। वाउ, तर दामी छ यहाँ हिँड्नलाई त है। ल यहाँनिर त म त आएकै थिएन, यस्तो दामी भ्यू रहेछ नि यहाँ त। ल खै त केटाहरू भने त अर्कै मान्छे पऱ्यो त नि। ल यो चाहिँ याम्नो मिल्नुको भाइ याम्नो होला सायद, यही चढेर जाने होला उता सिप गयो भने, चढ्यो भने। ब्रिजमा आइसक्यो गाइस। सो आज चाहिँ हाम्रो बार्ग्यु गर्ने भनेको मौसमले अलिकति एकदम च्यालेन्ज गरिरहेको अवस्था, गाह्रो छ। यहाँ मान्छेहरू जोडेर बस्ने ठाउँ रहेछ, हामीसँगलाई यो तनाव छ, तनाव छ गाइस। ल के भने देखाउनु हुन्न, फेरि गाह्रो हुन्छ है। बल्ल पो आयो। वाउ ल दामी रहेछ। हामी चाहिँ टक्क मेल्नु याम्नोमा
भक्क आज चाहिँ हैन सो वेदर एकदम खराब छ आज एकदम हावा चलिरहेछ सो गाइज अब परिरहने ठाउँ चाहिँ कता हो थाहा छैन तर जे होस् रमाइलो हुन्छ जस्तो लागिरहेछ सिपहरू चढ्ने ठाउँ पनि रहेछ यहाँनिर चाहिँ हैन कन्सर्टहरू पनि लाग्दो रहेछ यहाँनिर सिपहरू चढ्ने पुलिस ट्रेन सब रहेछ ल यस्तो दामी उसहरू चाहिँ देखाइरहेको छ यहाँ यस्तो यस्तो छ भनेर चाहिँ देखाएको छ सो गाइज अब वाउ यता पार्टीहरू के गर्नु जोडिएर बसिरहेछ जोड्नु भएन गाह्रो छ नि हामीलाई त सो गाइज केटाहरू ग्याङ ग्याङहरू आइसकेको अवस्था अब चल्दिने ग्याङ ग्याङ गाइजहरू सब भेटिसकेको अवस्था केटाहरू अब मासु पोलिराख्नलाई हामी जङ्गल छिरेको दाउरा खोज्नको लागि दाउरा त अब खै यार पाउँछ कि पाउनु दाउरा त यहाँ त निश्चित अहिले त यो जता पाइदियो त भिडियो क्यामेराहरू पनि गर्नु नपाउने पो आइदिए क्या फेरि सकेको अवस्था गाइज ल तर यो अनि यो जरा आयो भने त मार्दैन ल यार दाउरा यो राम्रो काट्छ यही ल यतिकै नै इनफ ल ल कडारले यहाँ दिइरहेछ है यति भयो नि इनफ हुन्छ ल के ऊ यहाँबाट पनि जानु नदिँदो रहेछ यतिकै भयो भने त इनफ हुन्छ होला पोलिराख्ने ठाउँ त खत्रै रहेछ ल टक्क सल्काइदिने पोल्ने पार्टीहरू ल केटाहरू यहाँ केटाहरूले चाहिँ अब टक्क फुक्नेको लागि रेडी गरिरहेछ सनीले यहाँ पुरा कोइला हालिरहेछ अब फर्स्ट स्टार्टेज हामीले आगो बाल्छौँ अनि लेडिजहरूले चाहिँ टक्क बनाइन्छ अनि हामी चाहिँ खाइन्छ अनि यहाँको लोकेसन चाहिँ खतरा छ क्या गाइजहरू ल हामी चाहिँ भर्खरै आइपुगेको यहाँनिर होइन सो आज वेदर पनि एकदम होस् पनि भयो यहाँनिर समुद्र पनि रहेछ छेउमा होइन पुरा ड्याम टाइपको समुद्र जहाजहरू चढ्नेहरू पनि छ यहाँनिर चाहिँ तर आज मौसम चाहिँ अलिकति उस भएर ओके ठिक छ तर यो चाहिँ गाउँ एरिया जस्तो पनि रहेछ यहाँनिर चाहिँ तर दामी छ अब यहाँनिर चाहिँ केटाहरूले स्टार्ट गरिरहेछ अब एकछिनमा बबाल धमका हुनेछ यहाँनिर अब आगो बोल्न रेडी भइसक्यो गाइजहरू अब एकछिनमा चाहिँ अब कोइला बन्छ होइन कोइला बन्छ त्यसपछि मालसामान टन्न निक्लिन्छ भटाभट निक्लिन्छ कुकहरू अब यतातिर सब अहिले इन्जोय गरिरहेछ अहिले हामी इन्जोय गर्ने हो सो गाइज अब फाइनली आगो बोलिसकेको अवस्था अब हामी एकछिनमा स्टार्ट गर्नेछौँ अब कसरी पोलेर खाइन्छ कसरी बार्गी गरिन्छ भने ल कुकहरू हामी दाउरा खोजेर दाउरा भाँचेर रुख चढेर है ऊ त पुर रुखमा चढेर ल्याएर यो भाँचेको ल अब गाइजहरू कोइला बन्छ एकछिनमा बोर्ड झार्ने तरिका चाहिँ यो रहेछ गाइज ल ए बोर्ड झार्यो ल ल गाइजहरु अब स्टार्ट भयो हजुर ए नाच्दिराकी स्टार्ट भएको गाइज ल अब हाम्रो माल पानी यहाँ निक्लिन्छ अब सो गाइज अब चाहिँ यहाँ हाम्रो रेडी भयो यो त हटाइदिनु हुन्छ कि यो यस्तो रहेछ त सिस्टम रहेछ त अनि यहाँनिर यो ल यहाँनिर चाहिँ अब मासु अब
हाल्नु विशाल दाइ तपाईँ म भिडियो खिच्दैछु उ त्यहाँ ल है गाइजहरु ल है ल तयार गर सब चाहिँ हाम्रो चाहिँ कोइला बनिसकेको यहाँनिर चाहिँ अब टक्क आगो त खतरा बोलेको छ त अनि त्यसपछि यहाँ माथि स्टिल पेपर अलरेडी भइसकेको छ अब मासु हाल्न बाँकी छ यता पार्टीहरू रेडीमेड छ है सुकुटी भन्दै थियो त ल्याइदिनु भएन मासु ल सुकुटी म त ल्याएको होला भनेर माख त यतै छ रुकुमैको ट हो दिन्छ के दिन्छ ल गाइजहरु ल गाइजहरु अब लागिसकेको छ हाम्रो अलि सुक्खा भइसक्यो क्या है नजिक गरेर हाल्नुपर्ने ल शर्मिला दिदीले टक्क पोक हालेको अवस्था सरोजले यहाँनिर विङ्स हालेको अवस्था पानी पर्न थाल्यो त वाउ ल बबाल है ल हेर कस्तो भइरहेछ गाइजहरु रमाइलो भइरहेछ नि बल्ल अलि बारियो भयो कस्तो भइरहेछ आमामा यता खानेकुराहरू यता गीत बजिरहेछ गाइजहरु अब मेरो त पछाडि भन्दा अगाडि क्यामेरा राम्रो आउँदो रहेछ क्या हो ल है ल अब चाहिँ गाइजहरु रेडी भइसकेको छ हाम्रो चाहिँ अब सजनाजीले हाल्दैछ हामी चाहिँ यहाँ आज बाहिरतिर बार्ग्यु गर्नु भनेर आएको तर अहिले चाहिँ बल्ल बबाल मासु देखिसकेपछि चाहिँ बबाल बार्ग्यु जस्तो भइरहेछ सो गाइजहरु ल केटाहरु यतातिर बसिरहेछ सबजना हेरिरहेछ यता कहिले पाक्ला र हमला भइरहेछ हैन सो त्यही हो हैन कति फारो हुन्छ यो कोइला त सरोज अर्को फोन ल्याइन तिमीले ए थुपा साथमा लागेको मैला पार्टीले चिप्स हातमा छ त्यही भएर कता टिपौँ भनेर कस्तो भइरहेछ रमाइलो भइरहेछ बार्ग्यु रमाइलो भइरहेछ चिसो भइरहेछ मौसमले चाहिँ धोका दियो अलिकति मतलब अहिले चाहिँ पानी नपर्दिएको भए चाहिँ ठिक हुन्थ्यो पानी पर्यो भने चाहिँ गाह्रो हुन्छ अब यतातिर यो यता कलर आइसकेको छ यता चाहिँ आएको छैन फेरि यस्तो पनि दुईटा भएको उठ्यो चीयर्स ह्यापी मिल न भन्ने कि ह्यापी बार्ग्यु भन्ने ह्यापी विकेन्ड लगाइसहरु ल यता गाइजहरु थुक्पा बनाउँदैछ यता बन्दैछ यतातिर यसरी हाल्दैछ खतरा गाइज ल पोल्यान्डमा चाहिँ अब टक्क आज पर्सि पनि छुट्टी छ हाम्रो चाहिँ 3 दिन छुट्टी छ सो केटाहरुसँग मिलेर चाहिँ टक्क आज चाहिँ ब्याङ खतरा तरिकाले चाहिँ आज बार्ग्यु गर्न आएको बवाल भइरहेछ यता सब टिमहरु हाम्रो ग्याङहरु टन्नै छ यसपालिको ग्याङहरु टन्नै छ सो त्यही हो गाइज एलाई नि त्यसरी राख्छ भन्दै त किन यो सो पानी चाहिँ पर्ला कि भन्ने न्युज छ तर मौसम यस्तो छ है गाइज तर मौसमले जाने दिन्छ कि यो सुक्खा थोपा हो साँधेको थोपा हो यो ल मालपानी आइसक्यो गाइजहरु है ल चेस ल साँधेको थोपा टक्क हाम्रो दिदीबहिनीहरुबाट चाहिँ ल मैले खाएँ उदाहरण गरे है त ल यता हेर जस गर न खाए ल यता मालपानीहरु बन्दैछ यो निक्लिएको चाहिँ दिनुपर्छ के अनि कस्तो छ टेस्ट सुपर ओके थ्याङ्क यू सो मच रेगेला तिनीहरु त्यहाँबाट घुमेर कता पुगेको छ आफै झिक्दै खाने है गाइजहरु ल आफै झिक्दै खानी झ्याममा झिक्ने झ्याममा टोप्नी खानी कोले खान बाँकी छ मिरा र सरोज मात्रै होला
झिक्दै खाऊ ल झिक्दै खाऊ यो उठ्यो त भइसक्यो रे निकाल्दै बस्छु झिक्दै हुन्छ ल ल सनिल दियो दियो कहाँ उता दिइसक्यो अनि तिमी बेटल हार्दिनी अनि सक्छ अनि गाइजहरु ल लाइफमा यस्तै हो रमाइलो गर्ने हाँस्ने गाउने नाच्ने मासु पोलेर खाने नाच्ने दर्शकले हेर्ने पनि छ क्यामेराम्यान म आफै भइहाल्यो खतरा ल ल अहिलेसम्म प्रतिमा नम्बर 1 मा छ हेरे कि हामी त माउली पर्यो हैन माउली पर्यो बसेर खानै पर्यो ल हेर लगाइछ यस्तो हो नि त मोमेन्ट रमाइलो भनेको के गर्ने फ्रम पोल्यान्डमा चाहिँ गाइजहरु हामी केटाहरु मिलेर टक्क यसरी चाहिँ रमाइलो गरिरहेको छौं मोबाइल चार्ज नै सक्यो कि त्यही भएर कस्तो चाहिँ भिडियो नै अनि व्यवस्थित छ त के भएर अफिस पानी मलाई त पानी एक क्यानमा त साइडमा राखेर यसमा हालेर त जानु हुन्छ के जुगाड छ अरू पनि छ टन्नै छ गीतहरू पनि छ गाइस खास यसरी समाउनु पर्ने हो रे कि भ्लग गर्ने मान्छेहरूले म समात्नै आउँदैन भने ओहो यो पनि राष्ट्रिय देश नेपाल नै खाएको गीत हो यो मायाले हाम्रो मन्टा देखेछ र यतातिर फेस देखेछ र खास यस्तरी खिच्नु पर्ने हो रे कि हैन भयो अब अगाडिको लागि यस्तो टक्क यता मासु ए हल्का हैन हाँस्ने भनेर त आएको रमाइलो गर्ने भनेर आएको त अनि हामी नै हो कि कस्तो जडियामै गन्छ भने ओके यता एउटा भ्या छैन यतातिर तिमीले एउटा भ्या छैन अनि त भ्या हैन हो र मेरो त दियो यता क्यामेरा अगाडि आउनु पर्यो पछाडिको जोडी अलि यता हो क्यामेरामा हेत्तेरिका क्याप्चर हुनुपर्ने स्टेप क्याच हुनु पर्यो र यता चितवन छ यता प्लेट छ मन लाग्यो झिकेर खायो यता डान्स चलिरहेछ बाफ रे बाफ
ताली बजाइदिन आर्टिस्टलाई जोस आएन के हाँसी एउटालाई मुसु मुसु हाँसिदेऊ मुसु मुसु हाँसी एउटालाई मुसु मुसु हाँसिदेऊ यति आउने नै अनि अरू आउँदैन गीत कन्फर्म नआउने भएपछि त गाह्रै हुन्छ कि अनि पुरै सरजनी अलिकति पचास साह्रै हुन्छ अब खाएको कुरा पाउँछ अब दर्शन नमस्ते है सबैलाई सुख दुःख यहाँ यस्तै रहेछ को आफ्नो विदेशमा को पराई ठुला सहर यहाँ बेग्लै सोच आइपुगे म पनि केही गर्नलाई सबैलाई सम्झना मनबाट नै आशा छ माया यो नमरोस् मेरो मन अहिले यहाँ भई मन भने सन्नानी हुँदैछ हाम्रो नेपालमा अब हामी चाहिँ टक्क खाएर अब यसो हल्का चल्दैको अवस्था हामी शौचालयतिर गएको अवस्था है गाइजहरू हेलो गाइजहरू अप्ठ्यारो भएको हो ल म पनि आउँदै लास्टै आमामा गाह्रो छ यार यो जति खाए त्यति यो रक्सीको गन्ध जति खाए उतिको आनन्द भने जस्तो आनन्द आइरहेको छ कि तर यहाँनिर धाउनु पर्यो भएर गैर कानुनी छ है गैर कानुनी सर तिमी अहिले फेरि पुलिसको हडरमा पर्न बेर छैन Let's go everybody! ए क्यामेरा सिकिरहेको छ यार मेरोमा दामी आउँछ नि त क्यामेरा खिच्ने क्वालिटी पनि हुनु पर्यो नि त आफ्नो यहाँ पुग्छ फेरि मिठा मिठा कुरा यो मुटु चराउन Everybody दामी रमाइलो ल विदेशीहरू पनि छक्क पर्दिरहेको छ विदेशीहरू पनि छक्क पर्दिरहेको खतरा चिन्छ नि मेरो मुखमा फेरि यतापट्टि आएर ल यता हेर्नु त हल्का गीत सारङ्गीदामा उरुके भयो मन मेरो यसैला तिमीलाई देख्दामा उरुके हुन्छ मन मेरो यसैला तिमीलाई देख्दामा Song guys nice बल्ल यो त दिम्सो जस्तो कस्तो दामी आइरहेछ बल्ल यस्तो दामी आइरहेछ अहिले क्यामेरा यस्तो दामी आइरहेछ अहिले गाइज लुक एट दैट यो डिजाइन राम्रो छैन
ब्ल्याक एन्ड व्हाइट यता यता व्हाइट एन्ड ग्रीन के हो दोफ्रे बाल्ने ठाउँै त हो नि के गर्छन् त के हुँदैन यो उसको हो त्यो फालेको हो कि यो म भनिदिइहाल्छु नि म भनिदिइहाल्छु नि अरे नेमा पर्वन तँ नेमा पर्वन तँ अलि तँ भनिदिएपछि सक्यो कि अलि तँ भन्दैछ सक्यो पार्टीहरू एकदम भव्य र सबै तरिकाले एकदम दामी भइसकेको अवस्था सो अब चाहिँ भिडियो एकदम एन्ड गर्नुपर्ने बेला अवस्था किनभने रात पनि परिसक्यो अब हामी पनि घर पनि जानुपर्ने हुन्छ सो त्यस कारणले यहाँनिर हाम्रो गाइजहरू अलरेडी सबैजना जाडो भएर एकदम एक्साइटेड घर जानलाई एक्साइटेड भइरहेछ अघिसम्म चाहिँ कसरी अब बाहिर जाउँ भन्ने भइरहेको थियो तर अहिले कसरी घर जाउँ भन्ने एक्साइटेड भइरहेछ उहाँहरूलाई चाहिँ सो गाइज अब चाहिँ हामी भिडियो एन्ड गर्नेछु गाइज सो एकदम रमाइलो भयो कस्तो भयो पार्टी कस्तो भयो एकदम बार्की एकदम रमाइलो भइसक्यो छ गाइज खतरा भयो सो जस्तो भन्दा अब एकदम बढी भयो सो गाइज अब चाहिँ हामी भिडियो एन्ड गर्नेछु सो बाई गाइज सी यू अगेन नेक्स्ट भिडियोमा सो अहिलेलाई बाई बाई गाइज बाई बाई एभ्रिवान बाई नि गरिदिने अब